यसको अब कसरी रेस्क्यु गर्दछ भनेर बोकेर लान्छ होला सायद है खोइ बुझ्दैछ त्यो बाजे हुनुहुन्छ होला सानो बच्चा हो अब यसको बाउ आमा चाहिँ छेउमा छ उताबाट यता खेलिदिएन यताबाट जा न यताबाट जा होइन उता भने उताबाट पावा भएको पट्टिबाट आइदियो न के चढ्नु जानु यसको बाउआमा चाहिँ माथिबाट कराइरहेको छ च्याउ च्याउ गर्दै उडा उडा भनेको होला बिचरा उड्नु सक्दैन भर्खर सायद 1-2 दिनमा त उड्नु सक्यो होला यो यहीँमा छ कहाँ छ खै देख्छ यही रहेछ त्यहाँ मैले पनि देखेँ त्यहाँ माथि छ है यसको बाउमा चाहिँ उता छ हाम्रो हेरेर डरा यसको बच्चा चाहिँ यहाँ बसिरहेको छ धेरै छुयो भने फेरि हात्ती बिस लाग्छ नि थाहा होला नि होइन यसको बच्चा चाहिँ यहाँ छ होइन त यसको बच्चा यहाँ छ यसको बाउमा खोइ माथि मुनि छाया हेरिरहेको छ यसले पनि थाहा पाइरहेछ घरि यता जान्छ घरि उता जान्छ यसको बाउमा बच्चा चाहिँ के गरौँ कता जाउँ भनेर टमा परिरहेर बसिरहेको छ घाम धेरै भयो होला हौ यसलाई सिताउनु राख्दैन लुकेको पत्तामा लुके छोड्दैन छोड्दै भाइ त्यो लुकिरहेको छ उड्ने बेला भइरहेको छ कि माउ यतै छ यसको माउ चाहिँ यतै छ यो रुखमा चाहिँ माउ बसेको छ होइन तातो हुन्छ भाइ छोड्दै शीतलमा बस्नु खोजिरहेको छ